र सरकार हो कि आतंकवादी हो? कति दिनको समय? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु यहाँ अगाडि राखेर, तपाईहरू बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुस्। ल, सक्नुहुन्छ? सक्नुहुन्छ डेरा सार्न? त्यसो समय छैन। त्यो भए हुनाले सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु। अवैध संरचना भत्काउनुस्, त्यो भत्काउनु पर्ने पक्षमा म छु। तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा, पूर्व मान्यजीले अघि भन्नुभएको थियो, सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन, मन्त्री परिषदका सदस्यसम्म हुकुमबासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चलेन? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, चाहे आफ्नो पार्टी होस्, चाहे अर्काको पार्टी होस्, चाहे यो दलको होस्, चाहे दलभन्दा बाहिरको होस्, सुकुम्बासी भत्काउने क्रममा 2 जना मान्छेले आज आत्महत्या गर्नु पर्यो। अब प्रश्न उठ्छ, नागरिकको ज्यानको सुरक्षा राज्यको कर्तव्य हो कि होइन? हामीले संसदमा पहिलोपटक संसदमा बानेश्वरमा उभिँदै गर्दा प्रेम आचार्यले अगाडि आएर आत्महत्या गर्नुभयो संसद भवनको गेटमा। हामीले सत्ता पक्षलाई खडो प्रश्न गऱ्यौँ, तर आज तिनै साथीहरू आज सत्ता पक्ष होइन सरकारको कुर्सीमा बस्नु भएको छ। ती आत्महत्या गर्ने मान्छे यो देशको नागरिक हुन् कि होइन? कहाँ हुन् तिनीहरू? विदेशी हुन्? त्यो के कारणले आत्महत्या गरे त्यसको सोधीखोजी गर्नुपर्छ कि पर्दैन? बागमतीको किनारभन्दा ठुलो मान्छेको ज्यान हो।